सागरलाई गुण्डाहरूले बाँधेर राखेका छन्। कान्छी र विध्वंस दाइले सागरलाई बचाउन जाँदा बाटोमा के त्यस्तो कुरा देखे उनीहरू तर्सिएका छन्। सागरलाई फसाउनको लागि ती गुण्डाहरूले के गरिरहेका छन्। अब कान्छीले सागरलाई र विध्वंस दाइले कसरी सागरलाई बचाउलान्, आजको यस भिडियोमा हामी पुरा बताउन लागिरहेका छौँ र सागरलाई फसाउनको लागि ती गुण्डाहरूले के गरिरहेका छन् आज यस भिडियोमा पुरा बताउने छौँ। भिडियोलाई भने अन्त्यसम्म हेर्नुहोला। विध्वंस दाइले कान्छीलाई बचाएर सागरलाई बचाउन जाँदा बाटोमा कान्छी र विध्वंस दाइले के त्यस्तो कुरा देखेका छन् उनीहरू गाडीबाट ओर्लिएका होलान् भन्ने तपाईहरूलाई जिज्ञासा लाग्न सक्छ दर्शकबिन। त्यहाँ यस्तो दृश्य देखेका छन् कि सागरलाई फसाउनका लागि ती गुण्डाहरूले त्यो बच्चालाई मारेर बाटोमा सागरलाई रगतले लसपसाएर छोडेका छन्। यो दृश्य कान्छी र विध्वंस दाइले देखेपछि पक्कै पनि एकदमै अचम्मित भएका छन् कि आखिर ती बच्चा को हुन्, सागरले किन मारे, यो के भइरहेको छ भनेर कान्छी र विध्वंस दाइ अचम्मित भएर त्यो गाडीबाट निस्केका हुन्। हुन त कान्छी र विध्वंस दाइलाई एक रत्ती विश्वास छैन कि सागरले गलत काम गर्छन् भनेर कान्छी र विध्वंस दाइको आँखामा धुल छोक्नको लागि सागरलाई यसरी ती गुण्डाहरूले फसाइरहेका हुन्। अब सागरलाई बचाउनको लागि पनि कान्छी र विध्वंस दाइले कसरी गलत साबित गर्नु पर्नेछ कि सागर सही मान्छे हुन्, सागरले यस्तो नराम्रो काम गर्दैनन् भन्ने कुरा अर्को जोखिम रहेको छ। पक्कै पनि कान्छीले यो जोखिमलाई पनि उनले पार गरेर आफ्नो श्रीमान सागरलाई पक्कै पनि बचाउने छिन्। यता सागरको आमा सुध्रिएकी छिन् भन्ने हामीहरूलाई लागे पनि वास्तवमै सागरको आमा सुध्रिएकी रहन्छन् भन्ने कुरा अहिले आएर थाहा भएको छ दर्शकबिन। कान्छीले आफ्नो छोरीलाई छोडेर जाँदा कान्छीसँग यति धेरै रिसाएकी छिन् कि पहिलाको जसरी नै सागरको आमा कान्छीसँग रिसाएकी छिन्। सागरको आमाले यो सोच्नु पर्ने थियो कि कुनै आमाले आफ्नो बच्चालाई त्यसै छोड्दिनन् भन्ने सोच्नु पर्ने थियो सागरको आमाले। तर सागरको आमाको मनमा एउटा खोट भने अझै नै रहिरहेको छ। आगामी दिनमा पनि कान्छीलाई फेरि दुःख दिने देखिन्छ दर्शकबिन सागरको आमाले। विध्वंस दाइले कान्छीलाई बचाए पनि आफ्नो श्रीमती र श्रीमतीको दिदीलाई कस्तो सजाय देलान् त दर्शकबिन। विध्वंस दाइले आफ्नो श्रीमती र श्रीमतीको दिदीलाई पक्कै सजाय दिनुपर्छ भन्ने तपाईँहरूलाई लाग्छ भने विध्वंस दाइ भनेर कमेन्ट बक्समा लेखिदिनु होला। पक्कै पनि विध्वंस दाइले अब आफ्नो श्रीमतीलाई छोड्ने छन्, जेलमा हाल्ने छन् भन्ने हामीहरूलाई लागिरहेको छ। र विध्वंस दाइले सागरलाई बचाएर आएपछि आफ्नो श्रीमती र श्रीमतीको दिदीलाई ठुलोभन्दा ठुलो कारबाही गरेर आफ्नो जिन्दगीदेखि श्रीमतीलाई छोड्ने पक्का पक्की नै रहेको छ। यता सागरका सरले भने सलिनासँग बिहे गर्छन् कि भन्ने सम्भावना पनि बढी देखिएको छ, किनकि सागरका सर सलिनासँग धेरै हेलमेल गरेको हामीहरूले देखिरहेका छौँ। यदि सागरका सरले सलिनासँग बिहे गरे भने कान्छी र सागरलाई त्यस घरबाट सलिनाले पक्कै पनि निकाल्ने छिन्। सागरको सरको जिन्दगी पनि फेरि बर्बाद बनाउने छिन्। त्यही कारणले पनि कान्छीले सागरको सर र सागरको सरको जिन्दगी बचाउनको लागि सलिना राम्रो केटी होइनन् र सलिनाको वास्तविक कुरा बताउनु पर्ने छ। यही भन्दै आजको कान्छी सिरियलको रिभ्युज भिडियो यति नै। फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरूको माझ उपस्थित हुनेछौँ। आजलाई बिदा हुन्छौँ। हस्त धन्यवाद।